हेलो गाइस, यो चाहिँ मेरो फर्स्ट ब्लग हो। हजुरहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। आजको भिडियो चाहिँ सुरुवात हुँदैछ डेली बजारबाट। हामी डेली बजार जाँदैछौँ। अहिले हामी आइपुगेका छौँ डेली बजार। दिदीसँग आएको छु म चाहिँ। अनि दिदीले भन्नुभयो यहाँबाट कुर्ता लिन जाउँ, कुर्ता लिएर जाउँ भन्नुभयो। अनि दिदीले नि एकजोडी लिनुभयो अनि मलाई पनि राम्रो लाग्यो, मैले नि एकजोडी लिएँ। दिदीले भन्नुभयो यहाँबाट घुकुनी खाएर जाउँ भनेर। अनि त्यही भएर घुकुनी खाँदैछौँ। अनि यहाँबाट चाहिँ घुकुनी खाइसकेर हामी चाहिँ निस्किसकेका छौँ भीमार्टको लागि। अनि भीमार्ट पनि आइपुगिसकेका छौँ। अनि दिदीको यहाँ म चाहिँ पोस्ट दिँदै जाँदैछु। दिदीको यहाँबाट सामान लिन छ अरे। अनि दिदीले के भुजिया सुजिया लिनुभयो, छोरीको लागि केकहरू लिनुभयो। अनि मैले चाहिँ यहाँ धरिदिएछु दिदीको ब्याग। अनि यहाँ दिदीले छोरीको लागि लिनुभयो गेन्जी। यहाँ बिल पे हुनेको बाद हाम्रो पोस्ट भीमार्टबाट निस्किसकेका छौँ। बाहिर त बहुत गर्मी। अनि हामीले यहाँ राखेको थियौँ कपडाहरू डेली बजारबाट लिएको। अनि यहाँबाट हामी निस्किसकेका छौँ। अहिले भीमार्टबाट चाहिँ निस्किसकेर हाम्रो सपिङ भइसक्यो भनेर मैले चाहिँ भन्दै थिएँ। अनि यति लिइसक्यौँ सामान। आजको ब्लग चाहिँ यति नै छ है। हजुरहरूलाई राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु।